हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज कागतिहार अनि भोलि चाहिँ लक्ष्मी पूजा छ। सो त्यसैले म चाहिँ फिकलको घरमा सयपत्री फुल लिन आएको छु। यसपालि चाहिँ हामी बिरताउटकै घरमा तिहार चाहिँ सेलिब्रेट गर्ने भइरहेको छौँ। सो अस्ति रोपेको सयपत्री फुल पनि निकै फुलिसक्यो, तर यसपालि अलिकति छिटो तिहार भएको कारणले गर्दा चाहिँ कति फुलहरू फुल्नु पाएन। त्यसैले अब यो फुलहरू चाहिँ म आज रेडी गरिराख्छु, भोलि बिरताउट लगेर जाने हो। अनि रहेको फुल जति चाहिँ सबै यहाँ घरमा झ्यालढोकामा लगाएर जाने। अनि भोलिको लक्ष्मी पूजा चाहिँ हामी बिरताउटमै मनाउने प्लानिङ छ हाम्रो, पुज्ने प्लानिङ छ। भिडियो हेर्दै गर्नुहोस् होला है। आजको मौसम भनेको चाहिँ फिकलमा पानी नै परेको छैन, घाम पनि त्यस्तो लागेको छैन, पुरै हुस्से खालको भइरहेको छ। चिसो नि बढिसक्यो, सबैजना रुगा मार्गी यताउता क्लाइमेट चेन्ज भएर चाहिँ अहिले रुगा मार्गी नै लागिरहेको छ कतिजनालाई। अनि यहाँ देख्न सक्नुहुन्छ अस्ति रोपेको फुल चाहिँ यो तरिकाले फुलिसकेको छ। यसलाई म टिपेर अब भोलि माला बनाउने बिहान बाँकी रहेको चाहिँ बिरताउटमा लगेर जानेवाला छु। सयपत्री फुल चाहिँ निकै कमै फुल्यो योपालि चाहिँ, तर यतिको चाहिँ छ हाम्रोमा चाहिँ। गाउँतिर चाहिँ खासै देखेको छैन मैले। अनि अस्तिको पानीले पुरै लडायो, नभए धेरै राम्रो फुल्नेवाला थिएछ कि। धेरै राम्रो छ। यो फुल चाहिँ सबै अब टिपेर म यसलाई स्टक गरिराखेको छु। ल हाम्रो आश्रम भाइले फुल टिप्नु हुँदैछ लक्ष्मी पूजाको लागि, देउसे भाइलेको लागि। यत्रो टिपिसक्नु भयो। राम्रो छ नि भाइ फुल त, राम्रो छ है फुल पनि। फुल राम्रो फुलिरहेछ, दामी छ फुल। भोलि लक्ष्मी पूजाको लागि टिप्नु हुँदैछ। हुन्छ ल यतिको चाहिँ टिपिसकेँ मैले यसरी। म चाहिँ यहाँ बजार घुम्न आएको छु होइन। यो बिटाको चाहिँ कसरी है? यो बिटा 120। यो चाहिँ कस्तो खालको ल्याउनु भन्दै थियो? कति महँगो रहेछ नि। औ यता पापा पनि किन्यो डल्लुले होइन। यस्तो छ नि माला 100 रुपियाँ। बिटा चाहिँ हो सुकिसकेको छ। कति महँगो नि डल्लु? अब
डल्ली त कमलको फुल होइन भाइ कसरी गोटा हो यो चाहिँ 15 रुपैयाँ पानीमा हाल्मेदेखि फक्रिहाल्छ यो कति रहेछ कहाँ जाने के गर्ने यस्तो लाउने कि डल्लो म चाहिँ बेरटाउट आइपुगेको अघि बजारमा घुम्न गएको यो फुलको प्राइस चाहिँ यस्तो हाई रहेछ यस्तो राम्रो पनि थिएन झन् मैले चाहिँ फिकलबाट ल्याएको यतिकै चाहिँ ल्याइ पुऱ्याएँ फिकलैबाट अनि दिदीले यहाँ प्रिपेयर गर्दैछ भरे पूजाको लागि मैले चाहिँ अघि नै घरमा माला लगाएर बेरटाउट आइसकेँ डल्लो र म चाहिँ के खाएको उसलाई पपअप किन्नु गएको थियौँ चुच्चे करला नि चिसो त होइन नि के चिसो खायौ हाफ चिसो हाल्थ्यो यो चाहिँ हाम्रो डल्लोले माला बोल्नु नेक्स्ट टाइमदेखि चाहिँ डल्लोले आफैले घरमा लाउनु ल सक्छ अनि यो माला लाउँछु मैले ढोकामा त्यसपछि चाहिँ अनि भरे लक्ष्मी पूजा गरेको भिडियो लक्ष्मी पूजा पुज्ने है त